हेलो गाइस, हामी त आज मङ्गलबार जलबिनाक जाँदैछु। यसो बिहानै कालो कालो भयो, जलबिनाक गएर दर्शन गरेर आएर खाना पकाएर खान अनि दिनभरि आज फ्रेसले आनन्दले बस्ने हो र जलबिनाक जाने दर्शन गर्ने अनि अब के मन पर्छ त्यो ल्याउने खाने आनन्दले बस्ने हो। यस्तै हो आनन्द भनेको आफैले लिने हो, अरूले दिने होइन। आनन्द लिनुपर्छ, आफैलाई हुन्छ त्यो कुरा भने चाहिँ आफैले बुझ्नुपर्छ, अरूले दिने होइन आनन्द। अरूले भनेको टेन्सन मात्र दिन्छ। टेन्सन मसँग कति छ तर टेन्सन लिनुहुन्न। टेन्सन भनेको बिर्सिने जे छ मनमा टेन्सन लियो भने टेन्सन हुन्छ। जब टेन्सन नलिकन आनन्दले बस्यो भने हामीलाई यो आनन्द आफै हुने हो कि अरूले दिने होइन। आनन्द भनेको एक बारको जिन्दगी हेर्नु आनन्दले बस्ने हो। अरूले के भन्छ कसो भन्छ, अरूले के खायो अरूले के लायो हेर्ने होइन। आउँदैन त्यही भएर साथी हो। आज मङ्गलबार गणेशसान आउँदैछु। हेर्नु सबैप्रति विश्वास हुनुपर्छ। आज भगवान् गणेशको पूजा गर्न आउँदैछु। मलाई त धेरै विश्वास लाग्छ, सबै कुरा भगवान्कै कृपाले अहिलेसम्म भइरहेछ जस्तो लाग्छ। त्यही भएर म भगवान्प्रति धेरै विश्वास गर्छु। हजुरहरू नै आउनुहोस्। मङ्गलबार, शनिबार, बुधबार, बिहिबार भनिरहनु पर्दैन। मन्दिर आउनु जुनै दिन आउँदा नि हुन्छ। आउनुहोस्, मन्दिर आदिन आनन्द फ्रेस हुन्छ, रमाइलो हुन्छ। हेर्नुहोस्, आउनुहोस्, घरभित्र मात्र नबस्नुहोस्, बाहिर आयो भने छुट्टै फ्रेस हुन्छ। हजुरहरू आइदिनु, घुमिरहनु, फाल्टो समयमा घर नबस्दिनु होला। यसरी मजा साथी हो। यहाँ चाहिँ गणेशको मन्दिर हो। मन्दिरमा आएको थिएँ ठुलो सामने यो मन्दिर आएको छ। फोन नम्बर भगवान् हामीले धुप बाल्यो भने दिदी बहिनी हो, हामीले धुप बाल्यो भने यसरी टाउकोबाट बाल्ने हो, तलबाट होइन। कतिलाई थाहा नहुनसक्छ। मैले थाहा भएको त यही हो। मलाई एउटा ठुलो गुरुले सिकाउनु भएको टाउकोबाट बाल्ने हो भनेर। पहिला त मैले यताबाट बाल्थेँ, होइन रहेछ, यताबाट टाउको रहेछ। यो टाउकोबाट बाल्नुपर्ने रहेछ। हजुरहरूले चाहिँ कहाँबाट बाल्नुहुन्छ खालि, म चाहिँ यहाँबाट बाल्छु।
साथी हो पूजा भनेको हेर्नु आफूले जस्तो जानेछ त्यस्तै गर्ने हो। अब कसैले कसरी गर्ला मैले यसरी गरेँ मिलेन कि भन्ने होइन। भगवान्ले जसरी पूजा गरेँ त्यसरी भगवान् खुसी हुनुहुन्छ। यसरी पूजा गर्ने हो मैले पनि यसरी गर्छु। म फर्केको अब सिद्धो मेरो पूजा आज गणेशमा आएको त्यो घरमा अब फर्केको साथी हो। अब घर गएपछि अर्को फेरि खिच्छु हजुरलाई भनिरहन्छु म। हजुरहरूले चाहिँ दिक्क नमान्नु सुन्नलाई। त्यही हो जिन्दगीको रमाइलो भनेको। कसैलाई केमा इच्छा होला कसैलाई केमा, मलाई त यसै रमाइलो गर्ने इच्छा छ। तैपनि मलाई साथ दिन्छ छोरीले हो। छोरीले साथ दियो घर मात्र हो, नराम्रो नभनिदिनु होला। साथी हो प्रसाद दिनुभएको गणेशको अब खाएर जान लागेको प्रसाद। यो प्रसाद खाएको हो साथी मैले। अब मन्दिर गएर हामी फर्किसक्यौँ। अब हामी यसो तरकारी लिन्छौँ। आज दिउँसो के खाजा खाने हो। आफूलाई त घुम्नु पनि मन लाग्छ, खानु पनि मन लाग्छ। कहीँ कतै जानु गइरहनु मन लाग्ने, खानेकुराहरू खाइरहनु मन लाग्ने। त्यही भएर हेर्नु कति स्लिम छु म, हेर्नुहोस् यहाँ। अब घर गएर मोमो बनाउनु सुरु गर्ने अनि खान्छु मिठो गरेर हजुरले हेरिदिनुहोस् है।